हजुर अनि बेडमै बस्लाको चाहिँ कति भयो अरे 12 वर्ष भयो अब हामीले हजुरलाई हस्पिटल लाँदैछौँ हस्पिटल जाउँ त्यहाँ चेक जाँच गरौँ त्यसपछि बल्ल हामी के कसरी पनि अगाडि बढ्ने है आत्तिनु पर्दैन छोरालाई आज अर्को ठाउँमा ल्याएर राख्नु भयो अरे यही गर्नुहुन्थ्यो क्या पहिला उहाँ नमस्कार जय मानव सेवा म कृष्ण अहिले यति बेला हामी नागार्जुन नगरपालिका वडा नम्बर 4 स्थित यो एउटा घरमा आइपुगेका छौँ यहाँ पहिला उहाँ घरबेटी हुनुहुन्छ उहाँहरूले भाडामा व्यक्तिहरू राख्नु भएको रहेछ 2 जनाको परिवार र आज त्यो परिवार एकदमै नाजुक अवस्थामा हुनुहुन्छ प्यारालाइजले हानेको भन्ने थाहा पाइसकेपछि हामीलाई सम्बन्ध भयो र अहिले यति बेला यी नगरपालिका कार्यवाहक मेयर साहबसँगै अहिले उहाँको हामी अवस्था हेर्नको लागि उहाँहरूको उद्धारको लागि आइपुगेका छौँ के कस्तो अवस्था छ त हामी तपाईँलाई भित्रहरू देखाउँछौँ जाउँ मेयर साहब एकचोटि बुवा आफ्नै सुरमा यस्तो ढाडो मान्छे यस्तो प्यारालाइसिस भएपछि त त्यो दिमागको मैले अस्ति बहिनी हो उहाँले हेरिरहनु भएको थियो अनि बिचरा उहाँ पनि अब उहाँको नि सालीको छोरी रे बहिनीको छोरी हो बिचरा नमस्ते हजुर बुवा साथीको छोरी के छ उहाँको सालीको छोरी बहिनीको छोरी आमाको हामी मानव सेवा आश्रमबाट आएको हामी आश्रम जाने हजुर चिने कति पो उहाँलाई यस्तो भएको 1-1.5 महिना भइसक्यो 2 महिना बढी भयो नानी मैले हालेर पठाएन 2 महिनाभन्दा बढी लडेको नत्र पहिला उहाँले बुढीलाई व्हिलचेयरमा हालेर डुलाएर हिँड्नुहुन्थ्यो अनि काहीँ कसैले 2 रुपियाँ 5 रुपियाँ दिन त्यो लिनुहुन्थ्यो अनि बुढाबुढी कसले पाल्ने त छोरो पनि बेकास भएको हजुर चाहिँ को नि उहाँको सालीको छोरी सालीको छोरी उहाँको साली साली कहाँ हुनुहुन्छ यतै हो रामकोटको रामकोटमा अनि तपाईँ यहीँ बस्ने कि आएर हेर्ने मात्र गर्नुहुन्थ्यो म यहीँ बस्दिरहेको छु बिरामी भएर हस्पिटल कहिले के इमर्जेन्सी पर्दाखेरि अनि हस्पिटल लानु परिहाल्छ त्यही राम्रोसँग केयर पनि नभएर यस्तो दुब्लाउनु भइसक्यो अब उता यता आमा है यता आमा बुवारै हुनुहुन्थ्यो दुवैजना बुढाबुढी नमस्ते आमा के भयो हजुरलाई हामी मानव सेवा आश्रमबाट आएको आश्रममा जाने हो त जाने बिजोग छ बिचरा त्यहाँबाट बरु खाना दिन्छ भन्ने हुन्छ यहाँ त नानी हजुरलाई के भएको खुवाउने यताउता सब गरे अब पसल पनि चाहिँ एकजना आफ्नै ससुरा त्यस्तो प्यारालाइज भयो बुवाई माथि जान्छ अनि आमा हजुरलाई यस्तो भएको 10 वर्ष अनि पहिला कहाँ बस्नुहुन्थ्यो हजुरहरू डल्लु अनि हजुरको सन्तानमा एउटै छोरा हो त्यही यहाँ प्यारालाइज भएको छोरा अनि छोरीहरू अहिले मेयर साहब पनि आउनु भएको छ अब जानी लैजाने भनेर जानी त आश्रम जानुहुन्छ उहाँ त बिचरा बिचल्ली भएको छ अनि बरु अरूलाई हेर बरु यिनीहरू सेवा गरेर काम खाबो अब हामी आश्रम जाने अब छोरालाई आज लगेर अन्त राख्नु व्यवस्थापन गर्नु भारी चाहिँ यहीँबाट है अब हामीसँग जाने अनि सुमन भाइ अब उनीहरूलाई लैजानलाई एम्बुलेन्स बोलाइदिउँ र अहिले यति बेला दुवैजना बुवा र आमालाई उद्धारको लागि मेयर साहब पनि आउनु भएको छ हाम्रो साथमा हजुरलाई यो जानकारी थियो पहिला मलाई जानकारी थिएन मैले चाहिँ तपाईँहरूले जानकारी गराउँदाखेरि सडकमै बस्ने मान्छे हो कि भन्ने सोचेको थिएँ मैले कतैबाट आएर बस्नुभयो कि त्यो ठाउँमा अलपत्र पर्नुभयो कि भन्ने ठानेको थिएँ तर उहाँहरू त लामो समयदेखि बस्दै आउनुभएको र अब सन्तानको नाममा एउटा सन्तान त्यो सन्तान पनि अपाङ्ग भएको उहाँले पनि केही गर्न नसक्ने स्थितिमा अब आमा बुवालाई चाहिँ रेखदेख गर्ने कोही नभएको देखियो उहाँलाई चाहिँ सबैभन्दा बेस्ट ठाउँ भनेको चाहिँ मानव सेवा आश्रमै हुनसक्छ चेक जाँचको लागि मैले नगर हस्पिटलमा डक्टरलाई भनिदिन्छु यहाँहरूले लगेर चेक जाँच गराएर लैजानु हुन अनुरोध गर्छु र हामीले अब केही समयमा नि अहिले नगरपालिकाबाटै हामीलाई हस्पिटलमा पनि उहाँहरूको उपचारको लागि एम्बुलेन्स र त्यो उपचार भनिदिनु भएको छ पहिला उहाँलाई यहाँ हामीले नगर अस्पताल पुर्याइनेछ र यहाँ त्यहाँ के कस्तो अवस्था हुन्छ त्यसपछि हामी उहाँलाई मानव सेवा आश्रममा जान्छौँ अलिअलि उठ्न त उठ्नुहुन्थ्यो सघाइदियो भने यता फर्किनु त
ल जाउँ अब हिँड्नुहोस् हामीसँग जाने गोडा यता ल्याउ कान्छी त उता साथ पन त्यस्तै अब आश्रम जाने है हस्पिटल जाने पहिला अनि चेक गरेर आश्रम जाने त्यो छोडिदिनु त त्यो छोडिदिन्छु त्यो आउनु बानी पऱ्यो ल ल बिस्तारै ल जा माथि रहनु भयो गएर यहाँ माथि जाने अब हामी हस्पिटल जाने सबै राम्रो हुन्छ। औषधि गर्ने बिस्तारै सरौँ बिस्तारै त्यो हात समात्नु नि तपाईँ यो सर्छ अनि समात्नु है ल बिस्तारै मसँग ल अब भयो मेरो समात्छ सन्तोष समात्छु टेन्सन पनि गर्नु अब हामीले उहाँलाई हाम्रै नगरपालिकाको नगर अस्पतालमा लिएर जान्छौँ र उहाँहरूको अलिक स्वास्थ्य अवस्था के कस्तो छ त्यहाँ सबै कुराहरू चेक जाँच गरिसकेपछि हामीले उपचारमै राख्नुपर्ने रहेछ भने त्यही नगरपालिकासँग समन्वय गरी त्यो उपचार गराइन्छ। ल अब सँगै माथि गइसक्यो यस्तो फर्काएर राख्नु छ तान्न सजिलो उचाल्न हुँदैन त्यहाँ सिङ्गल सिटमा बसाल्यो नि टक्क त्यहाँ डबलमा झन् गाह्रो होला। हजुर यो व्हिल चेयर हटाउनु है अङ्कल ल बिस्तारै त्यहाँ ल अगाडि यसो त्यो भए सजिलो हुन्छ आमा ए बुवा बिस्तारै है बा ल है ल है ल ल ल ल ल लुगा सऱ्यो कि हेर है अलि यता यता अलिकति माथि तान्छ